नमस्कार मित्र, आज म तपाईलाई एउटा विशेष कुरामा जानकारी दिन गइरहेको छु। तपाई भने यो भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस् र छेउमा रहेको बेललाई पनि दबाउनुहोस्, किनभने तपाईलाई चाहिने सामग्री तपाईले पाउन सक्नुहुनेछ। आदरणीय मित्र, जो मानिस चमत्कार, आध्यात्म र दैविक शक्तिमा विश्वास गर्दछ उनीहरूले सोच्ने गर्दछन् ईश्वरले कुनै पनि बेला आफू भएको महसुस गर्दछन्। दैविक शक्तिमा विश्वास गर्ने व्यक्ति मान्छन् कि ईश्वरले उनीहरूका हरेक चाहना बुझेको हुन्छ। यदि सच्चा मनले कुनै पनि वर माग्यो भने ईश्वरले पूरा गर्छन्। आध्यात्मिक ज्ञाताहरू भन्छन् कि दिनभर 24 घण्टामा 1 मिनेट यस्तो हुन्छ जति बेला व्यक्तिको मुखबाट निस्केको हरेक काममा पूरा हुन्छ। ती बेला जे माग्दा पनि पूरा हुने विश्वास गरिन्छ। उक्त मिनेटलाई गोल्डन मिनेट भनिन्छ। तर यो गोल्डन मिनेट आउँछ कहिले? दिनको कुन क्षण त्यस्तो हुन्छ जब हाम्रो मनको चाहना ईश्वरसँग हुन्छ? यो गोल्डन मिनेटको गणना गर्ने एक विशेष सिद्धान्त छ। यसका लागि तपाईले महिनाको सुरुवात र दिनको आकलन गर्नुपर्ने हुन्छ। यदि आज अंग्रेजी महिना जुलाईको 22 तारिक हुन्थ्यो भने तपाईको गोल्डन मिनेट हुन्छ 21:22 अर्थात रातिको 9:22। यदि आज अगस्त महिनाको 10 तारिक हुन्थ्यो भने तपाईको गोल्डन मिनेट हुन्थ्यो 23:23 अर्थात रातिको 10:08। 25 देखि 31 तारिकको बीचमा यसलाई उल्टा गणना गरिन्छ। जस्तै कि जनवरी 25 हो भने 1:25 गणना गरिन्छ। मित्र, यस्ता विविध जानकारी लिएर म फेरि पनि उपस्थित हुनेछु। तपाईले भने यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेललाई पनि दबाउनुहोस्। हस्त यहाँको जीवन सुखमय रहोस्। हस्त, नमस्ते।